बुटवल उपमहानगरपालिका वडा नम्बर 10 को अभियान पथमा बााउन्ड्री पर्खाल निर्माणको शिलान्यास गरिएको छ। प्रदेश प्रहरी तालिम केन्द्रदेखि मध्यपश्चिम पीर्तना हेडक्वार्टरतर्फ गरी 468 मिटर लम्बाइको पर्खाल निर्माणको काम सोमबारदेखि सुरु भएको हो। 1,09,11,000 लागत रहेको पर्खालको निर्माण काम यही असोज 3 गते सकिने बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ। बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पर्खालको शिलान्यास गर्दै पर्खाल निर्माणसँगै अभियान पथलाई 51 फुट कायम हुने गरी सडक निर्माण गरिने बताउनु भएको छ। नाली सहितको सडक नहुँदा चौरामा डुबानको समस्या हुने गरेको नगर प्रमुख पाण्डेले स्मरण गर्दै नाली सहितको सडक निर्माण हुने र 3 फुटको पैदल यात्री मैत्री सडक बन्ने बताउनु भएको छ। उहाँले अब बन्ने सडक पैदल यात्रु हिँड्ने फुटपाथ सहितको बजार मैत्री सडक बुटवलमा बन्ने बताउनु भएको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले समयमा नै काम सम्पन्न हुँदा जनतामा नैराश्यता पैदा हुने भएकाले समयमा नै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई निर्देशन पनि दिनुभएको छ। बााउन्ड्री पर्खाल निर्माणका लागि मात्र उपमहानगरपालिकाले 1,60,00,000 बजेट विनियोजन गरेको बताउँदै उहाँले अभियान पथलाई बजार मैत्री सडक निर्माण गरिने बताउनु भएको छ। बुटवल उपमहानगरपालिकाका इन्जिनियर गोविन्द पङ्गेनीले पर्खाल निर्माणका लागि 1,60,00,000 बजेट विनियोजन गरिएको र 1,09,11,000 मा बढी मालिका कन्स्ट्रक्सन प्रालीसँग उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको जानकारी दिनुभएको छ। 2082 असोज 3 गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौता भएको हो। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रतर्फ 200 मिटर र नेपाली सेनाको मध्यपश्चिम पीर्तना हेडक्वार्टरतर्फ 268.50 मिटर लम्बाइको पर्खाल निर्माण गरिने उहाँले जानकारी दिनुभएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष बलबहादुर पुनको अध्यक्षतामा आयोजना गरिएको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौर, वडा सदस्य रमेश अधिकारी लगायतले बोल्नु भएको थियो।